पालि तिहारमा के पड्काउनु त नि अरे पटका पार्नु भने ग्यास पड्काउँदा कस्तो खुस्कियो हो क्या पढाउँदा ल तीनजना हामी सँगै मरौँ के भन्छ पागल जस्तो यहाँ पड्काउने हुन्छ मान्छे देखेन होइन म एकचोटि पड्काउँछु त हात हाल्ने मलाई चिनेको छ हजुरले के गर्छु भन्नु त हजुरले मलाई चिनेको छ म त के गर्छु भन न होइन म पड्काइदिन्छु आज हुँदैन मान्छे पड्काउँछ मैले फेरि भारतको कुकुर देख्नु भएको छ म त मलाई बाँच्नु मन छ नानी म के गर्नु नि मरे मरोस् बाँचे बाँच हामीलाई सम्बन्ध कुरो भएन नि यहाँ मलाई मर्नु बाँच्नु मन छ नानी मलाई के गर्नु नि म पढाउँछु दाइ हजुर नमस्ते सलाई छ दिनु एकचोटि नमस्ते दाइ नमस्ते ह्याप्पी तिहार है सबैलाई दाइ ह्याप्पी तिहार नमस्ते बस्नु 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 यही घर हो नमस्ते दाइ नमस्ते सलाई छ आज छ दिनु एकचोटि बल्छ यो के गर्नु लाग्यो तिहार आउँदैछ पटका छैन ग्यास पड्काइदिउँ भनेर तिहार मनाउनु हुने त यसपालि अनि गाउँ नजाने को हो दाइ उहाँ को हो हजुर कसको तपाईँको आफ्नै हो के अरे नमस्ते सलाई छ सलाई छैन हामी चुरोट खाँदैन चुरोट खानु न ए सलाई छैन रहेछ है छ होला हेर्नु नि त्यहाँ खल्थ्यो छैन हामी चुरोट खानु नखाने लाइटर चाहिँ समोसा त्यो कागज अलिकति यो लिनु त अलिकति हिसाबको पानु हो अलिकति सानो पटाका छ दाइ त तपाईँहरूसँग हजुर पटाका पड्काउनु हुने यसपालि पड्काउन मिल्दै मिल्दैन किन मिल्दैन सरकारले ब्यान गरेछ नि त पड्काउनु पड्काउनु बिहान गरेर छ त्यही भएर त भन्दैछु त म ए भाइ यो के गरेको आगो लगाइदिउँ ग्यास पड्काइदिउँ ग्यासमा आगो लगाउँछ नि यत्रो घर देखेन मान्छे देखेन ए फला भाइ होइन के त्यो बजारमा पटकै पाएन नि त्यो पटका पार्नु त अनि ग्यासमा आगो लगाउँछ नि पटकै पाउँदैन बजारमा अनि के गर्नु त नजिस्को त भाइ जो ग्यास कसले ल्याएको यसपालि यहाँनिर अलिक मलाई मर्ने ठाउँ चाहिँ यहाँ सुरक्षित लाग्यो क्या अरे मर्ने ठाउँ यस्तो हुन्छ पाउँदैन त ग्यासै अनि के अरे पटकै पाउँदैन त बजारतिर नि पटका पाउँदैन त ग्यास लिएर हिँड्छ नि यसपालि तिहारमा के पड्काउनु त नि अरे पटका पार्नु भने ग्यास पड्काउँछ कस्तो खुस्कियो हो क्या मलाई मर्नु मन छ यतै बाँच्नु मन छ नि भाइ नजिस्को जो होइन क्या ग्यास यो यसपालि म तिहारमा दरो धमाका गरिदिउँ भनेर अरे यार ग्यास लिएर धमाका गर्छ नि के भएको छ त मलाई मर्नु मन छ क्या ग्यास पड्कायो भने के हुन्छ थाहा छ नि त्यही के हुन्छ त दुई चार चौटो शरीरको
छ्यालबेल हुन्छ के मरौँ न सबैको छालेर होइन म एकचोटि पड्काउँछु दाइ हुँदैन यहाँ हुँदैन भाइ हुँदैन के हुन्छ त अनि दाइ हुँदैन पड्का ल्याउने किन्ने पड्काउने दाइ अनि पाउने हो अन्त यो उता किराना सहरतिर किराना पसलतिर नि जित्न पाउँछ भाइ जित्न पाउँछ कहाँ पाउँछ मैले सोधेर आएको हो पसलतिर सबै होइन क्या यसपालि मेरो दिदी बहिनी नि छैन टिका लाउनु पाउँदैन हुँदैन साह्रै जीवनदेखि तनाव भएर पटाएको होइन ग्यासै पड्काइदिउँ भनेर सलाई छैन तपाईँहरू के गर्नु लाग्यो होइन पटाका छैन बजारतिर मैले त ग्यास पड्काइदिउँ भनेर दिमाग खुसी क्या भाइ मान्छे पछि गएको थिएन होइन के भएको छ त अनि मलाई त अनि यसपालि त पटकै पाउँदैन सरकारले पनि बिहान गरेर चाहिँ ग्यासै पड्काइदिएको भनेर पाउँदैन नि पटका नपड्काउने नि किन पड्काउनु पर्यो भन न यत्रो समाज चाहिँ यस्तो पटका छ त तपाईँसँग नि छैन नि पटका पटका छैन ग्यास पड्काइदिउँ भनेर ग्यास पड्काउँदैन पटका किन जाऊ न पसलतिर पाउँछ होला ग्यास होइन त खासमा वास्तवमा कुरा के भन्दाखेरि मलाई बाँच्नै मन छैन मलाई बाँच्नै मन छैन म बाँच्न नमन पऱ्यो भएर म यहाँ आएर ग्यास पड्काएर आज तिहारको धमाका गर्थ्यौँ भनेर बाँच्ने मान्छेहरू यहाँ आएर पड्काउने हो भने यहाँ के भनेको मनलाई मन छ त जाउँ न उता उता सबैतिर सबैले देख्छ यहाँ एकान्त रहेछ त्यही भएर अनि यहाँ एकान्त चाहिँ अर्काको घरमा आएर यसरी ग्यास लिएर आउँछन् पड्काइदिउँ भने दाइ के गरेको ग्यासै पड्काइदिउँ धमाका गर्थ्यौँ भनेर तिहारमा ए ग्यास भाइ जाऊ त जाऊ त किन त ग्यास लिएर जाऊ एनर्जिसका मलाई रिस नउठा भाइ जाऊ अब मलाई त अनि बाँच्नै मन छैन अनि अरे ए भाइ ए नजिसका त जाऊ त जाऊ बाँच्नु मन छैन नि जो अन्त गरेर मलाई यत्रो ग्यास लिएर घरको अगाडि पड्काउँछ अनि तिहारमा के पड्काउनु त नि पटकै छैन अरे पसलमा भाइ पसलमा पकेर पड्कै छैन अनि मेरो दिमाग नचार जो जो ग्यास लिएर जाऊ खोइ मेरो लाइटर किन त अनि पड्काइदिउँ भने क्या नि कस्तो खुसीको मान्छे हो है हेर्नु नि त यसपालि दिदीको बहिनीको हातबाट टिका पनि लाउन पाइनँ मैले होइन अनि मलाई आज छुट्टै तनाव छ क्या मलाई त्यही भएर म यसपालि तनाव छ त जो नै मलाई नि तनाव छ जो जो यहाँबाट ग्यासै पड्काएर धमाका गरिदिउँ भनेर के हुन्छ त दाजुभाइ मर्ने त नि ग्यास पड्काएर हुन्छ ग्यास एक पड्केर के भयो त नि हुँदैन यसरी हुँदैन कहाँ ग्यास पड्काउनु लाग्यो अनि के हुन्छ त तपाईँको म तपाईँलाई जिन्दगीदेखि टेन्सन होइन जिन्दगीदेखि तनाव छैन तपाईँलाई जिन्दगी देखेर जसलाई नि तनाव भइहाल्छ नि अनि मलाई त तनाव छ म एकजनाले तनाव दिएर अर्कोलाई मार्ने होइन क्या यसपालि मैले दिदी बहिनीको हातबाट टिका लाउनु पाएन पाउँछ पाउँछ जति नै जिन्दगी पाउँछ पाएन क्या किन पाउँदैन छैन दिदी बहिनी यसपालि हुँदैन अनि पटका घरतिर आउने पटका पड्काएर तनाव दियो क्या मलाई पड्काएर जिन्दगीमा सबै सल्भ हुन्छ होइन पटका पड्काउने भने अब ग्यासै पड्काएर म जीवन समर्पण ग्यास गर्छु भने पड्कायो भने के हुन्छ के हुन्छ त दाइ अनि ग्यास होइन दाइ अहिले कहाँ पाउँछ त पटका पाउँछ त नि अनि पाउँदैन त्यही दाइले कुरै बुझ्दैन कहाँ यहाँ पड्का नपायो भनेर ग्यास पड्काउन मिल्छ यहाँ के हुन्छ त ग्यास पड्काएर जिन्दगीदेखि तपाईँलाई तनाव छैन होइन तपाईँलाई तनाव छैन कि तनाव भएर के गर्ने तनाव लिएर मात्रै हुन्छ यहाँ अनि तिहारमा के पड्काउँछ त नि पड्काउने भयो तलतिरै जाने मलाई पसलमा कस्तो किनेर हुन्छ ग्यासै पड्काइदिएर मलाई बस पार्कतिर पाउँछ होइन ग्यास पड्काएर जीवन समर्पित गरौँ भने क्या तिम्रो जीवन यतिकैमा जान्छ त जाँदैन नि होइन एकचोटि ट्राई गर्नुपर्छ हुँदैन हुँदैन भाइ हुँदैन कहाँ हुन्छ भने यहाँ अहिले बिना फोक्रा पड्काउने होइन मान्छे पड्काउँछ नि मैले फेरि अनि के भयो त ए हुँदैन यहाँ के लाइटर दिनु लाइटर दिने कि नदिनु तपाईँले लाइटर दिने कि नदिने भन्नु न जानुहोस् तपाईँ जानुहोस् के मलाई बातै मन छैन त नि हुँदैन यो पड्काएर हुँदैन है है तपाईँ आफ्नो बाटो देउला नि फेरि हाँ पुलिस त अनि पुलिस दाइलाई म भन्छु नि म ग्यास पकाएर मर्छु भनेर केही तलतिरै गएर भन्ने पुलिस दाइले गएर भन्ने है ल जानुहोस् तपाईँ जानुहोस् होइन म पड्काइदिन्छु आज हुँदैन मान्छे पड्काउँछ मैले फेरि बारातको कुकुर देख्नु भएको छ भारतको कुकुर देख्नु भएको छ भारतको कुकुर देख्नु भएको छ अनि पड्काइदिउँ अनि मरिदिउँ भने तपाईँलाई जिन्दगीदेखि तनाव छैन म दाजु नि होइन भाइ पनि तपाईँलाई जिन्दगी तनाव छैन मलाई छैन म खुसी छु किन कसरी खुसी छ तपाईँ अनुहार हेर्दा त त्यसो चाहिँ देख्दैन त अरे यार म एकदम खुसी छु त ग्यास लिएर जाउँ त ए भाइ यो लाइटर ए भाइ
पड्काइदियो गाला पड्काइदियो कि पुलिस बोलाउनु परेको अनि पड्काइदियो त यो ग्यास यो ग्यास छोड यो लाइटर जिस्कन आएको भाइ मलाई रिस नउठा जो ग्यास लिएर जाऊ ग्यास नि होस् र अब जान्ला यो मेरो यो ग्यास लिएर जाऊ भाइ जो यहाँ नजिक त भाइ जो यो ग्यास पड्किन्छ यसरी लाइटर पड्काउनु हुँदैन यो ग्यास पनि लिएर जाऊ तिमी पनि जाऊ मर्नु ठाउँ अन्त यहीँ मर्छ भने क्या अरे यार दिमाग नचाट जाऊ यहीँ मर्दा के हुन्छ त नि अरे यार ग्यास पड्काएर यहाँ मर्छ नि यत्रो घर छैन मान्छे तपाईँलाई चाहिँ यसो हेर्दा तपाईँलाई पनि पिर परेर जस्तो त मलाई पिर छैन केही पनि पिर अनुहार हेर्दा त त्यस्तै छ त छैन यार जाऊ न तिमी गइहाल न यहाँ मान्छे बसिरहेको देखेन यहाँ गफ गरिरहेको छ मान्छे मैले क्या सुन्नु न एकछिन पहिला मेरो कुरा त सुन्नु न पहिला मैले चाहिँ मलाई चाहिँ खारेँ क्या यसपालि तिहारमा मलाई एक्लो भयो क्या म अनि मलाई अनि बाँच्न मन छैन क्या त त्यही भएर मैले पड्काइदिन्छु भनेको क्या तिहारमा तिमी मात्रै एक्लो छ यहाँ सबै एक्लै छ नि त मान्छे तपाईँ पनि त यसो अनुहार हेर्दाखेरि अनुहार हेर्दा त तपाईँहरू दुईजना पनि यसो निराशै छ जस्तो लाग्यो निराश एक्लो हुन्छ पड्को मरौँ हैन तिमी तिमी मरौँ त ल तिनजना हामी सँगै मरौँ तिमी ए भाइ के गर्ला भाइ तिमी उता जाऊ न कहाँ के गरे भाइ तिमी यत्रो मान्छे बसिरहेको छ देख्दैन के भन्छ पागल जस्तो यहाँ पड्काउने हुन्छ मान्छे देखेन दिमाग खुसीको क्या भाइ तिम्रो जाऊ जाऊ अनि नरिसाउनु नि त नि म गइहाल्छु त नि किन नरिसाउ तिमी ग्यास लिएर जाऊ त तिमी ल ल जाऊ त जाऊ गइहाल त अनि पड्केर के हुन्छ र शरीरहरू धुजा त हुन्छ नि अरू के हुन्छ त्यो मान्छे रहेछ शरीर दुजा मान्छे यसपालि तिहारमा म धमाका गरिदिउँ भने क्या सबैले याद राखोस् न अरे बाटो बिर्स्यो क्या दाइ कहाँ बाटो त्यत्रो रोड छ यार त्यत्रो 26 फिटको बाटो छ कहाँ बाटो गयो यो बाटो जानुपर्छ हँ जाऊ भने सुनि न अनि त्यहाँ बाटै देख्दैन त मैले घरि किन आइरहन्छौ कि तिमी घरि किन आइरहन्छौ बाटै देखेन अनि काम सुन्दैन कि बहिरो हो कि लाटो हो कि मेन्टल हो जाऊ 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 तिमी भाइ अहिले हान्दिम कि के हो भनेको नमानेको सरी नि त नि भनेको नमानेको नरिसाउनु न जानु न गुरुकुल जानु म गइहाल्छु त नि पुलिसको नाम भन्दैन पुलिस बोलाउँछु यहाँ भनेको नमानेको होइन होइन म त पर्दैन म जान्छु गएन भने म जान्छु मलाई पड्काउँछु मर्छु मलाई पुलिसले साह्रै डर लाग्छ म जान्छु ल ल ल भाइ गएर तिमी गएर ए म मर्ने कि भने क्या तपाईँहरू पनि ल ल ल ल तिमी गइहाल त कस्तो मान्छे रहेछ ल ल ल ल ल गइहाल कहिले दिनु साहब के उयो लाइटर दिनु किन दिनु तिमीले लाइटर नदिनु छ ग्यास लिएर छ लाइटर राख्ने तपाईँ कस्तो अनि तिमीले ग्यास पड्काउँछौ नि त पड्काउँदिनु नि म लाइटर दिनु नि ल त लिएर जाऊ के भाइ तिमी लिएर जाऊ न नगर्नु नि त यहाँ अनि लिएर जाऊ न अनि किन हातै हाल्नुपर्छ कस्तो मान्छे रहेछ हात हाल्ने मलाई चिनाएको छ हजुरले के गर्छौ भन त हजुरले मलाई चिनाएको छ म त अनि भन्नु के गर्छौ भन न मलाई चिनाएको छ त हजुरले तिमीले मलाई चिनाछ चिना त चिनाएको छैन त्यो पनि मलाई यसरी चिन्न भन्नु मलाई मर्नु मन छ यो तिहारमा नि मर्न मन छ भने अन्त जाऊ के भाइ यस्तो कलिलो उमेरमा मर्ने हो त तिम्रो कारणले गर्दा अरूलाई नि हानि पुऱ्याउनु भएन नि त मलाई मर्नु मन छ भने गइहाल भाइ गइहाल ग्यास लिएर गइहाल तिम्रो ग्यास लिएर जान्छु ल जान्छु छोडिदिनु अब मलाई हात नहाल्नु म जान्छु हजुर हुन्छ मलाई तनाव नदिउ त सलाइदिनु नि त सलाई किन दिनु चुर खानु पऱ्यो नि बाहिर गएर बाहिर अन्तै पाउँछ चुरोट जो ग्यास लिएर जाऊ ए भाइ नाटक नगरेर त म त अन्त ग्यास कसले लान्छ त ग्यास दिनु पऱ्यो ग्यास चाहियो ग्यास दिनु ल्याउनु म लिएर जान्छु के भयो त अनि होइन कि अब पटका पाउँदैन अनि बजाएर अनि ग्यास पड्काइदिउँ भनेको दाइहरू रिसाइरहन्छ ग्यास पड्काउनु मिल्छ नि आगो लागि भइहाल्छ नि ग्यास पड्काउनु होइन ग्यास के अरे उता
पसलतिर पाउँदैन अनि पटका अनि यहीँ पड्काइदिनु क्या कहाँबाट आएको जति भयो नि किन नमानेको अटेरी गरे हो जहाँबाट आयो नि जाउँ भने क्या किन नमानेको हँ अनि मलाई बाँच्नु मान्छ नि म के गर्नु नि मरे मरोस् बाँचे बाँच हाम्रै सम्बन्ध कुरो भएन नि यहाँ मलाई मर्नु म बाँच्नु मान्छ नि मलाई के गर्नु नि उहाँ चलतिर गयो भने भन्दैन है दाइ आज ग्यास पावर गर्न मिल्दैन म होला बनाउँछु दाइ मलाई मलाई बाँच्नै भन्छ भने नि पठाउँदैन धमाका गर्छु नि त उहाँले अन्त गर गर मलाई अन्त गर है भाइ जानु म गरिहाल्छु नि मलाई नि हात हाल्नुपर्छ नि ल जान्छु ल जान्छु नहाल्नु नि हात म मेरो सल्लाह खोइ तर लाइटर दिइसक्यो हो त नि तिमीसँगै छ नि त भेट्नु त म पाउँछु दाइ पड्काइदिन्छु नि त मन के हो म पड्काइदिन्छु यहीँ पड्काइदिन्छु म यहीँ पड्काइदिन्छु नि जो यो ग्यास